सधैँ मायाले सम्झिने साथीहरूलाई बोलिहाल्नु भन्दा पनि फेरि तपाईँले खासै अहिले चाहिँ मायाले बोलेको खासै विषयवस्तु बोलिहाल्नु पर्ने छ त्यस्तो होइन यहाँ चाहिँ जति पनि पत्रकार साथीहरू उभिरहेका छन् यहाँ चाहिँ खगेन्द्र सुनारको के हुन्छ चिन्ता चासो राखेरै तपाईँसँग प्रश्न गरिरहेका हुन् प्रत्यक्षमा टिकट खगेन्द्र सुनारले पाउने कि नपाउने यसो छ अब पार्टीले जिम्मेवारी दिएको ठाउँमा गएर हामीले चुनाव लड्यो एउटा व्यक्तिले पाउने कि नपाउने भन्ने कुरा त्यसले खासै अर्थ लाग्दैन स्वतन्त्र पार्टीबाट अहिले देशैभरि एउटा माहौल बनेको छ 165 निर्वाचन क्षेत्रबाट 165 जनाले प्रत्यक्ष निर्वाचन भएको छ र त्यो चाहिँ अहिले सबै विषय गर्वमै भएको हुनाले अहिले नै सबै त्यो भनिहाल्ने कुराले पनि केही हतार होला अब केही समयमा पाइहाल्छ यसमा चाहिँ बारम्बार भनेको कुरा नयाँहरू एक हुनुपर्छ नयाँहरू एक भयो तपाईँका वरिष्ठ नेताले हालैमा कार्यवाही कसरी यहाँको हाम्रो लागि मात्र होइन नेपालको राजनीतिमा एउटा ऐतिहासिक थियो यो आजको दिनले एउटा इतिहास रचना गरेको छ अब यसले एउटा अहिले तपाईँले देखिहाल्नु भयो यो त सामान्य एउटा ट्रेलर मात्रै हो अहिले त एउटा बल्ल हिरोको एन्ट्री हुँदैछ यो त सामान्य एउटा ट्रेलर मात्रै हो यो यसरी देशैभरि यो माहौल आउँदैछ देशले प्रत्यक्ष गरेर बसेको छ कोही त्यसको एउटा लिडर एउटा नेतृत्वको चाहिँ एउटा प्रत्यक्ष गरेर बसेको छ राम र लक्ष्मणको चाहिँ अब रवि र बालेनहरू अब एउटा दुई भाइको एउटा मजबुत टिम चाहिँ अब बजारमा आउँछ आजको दिनले हामी मात्र होइन समग्र नेपाली चाहिँ एउटा उत्साहित हुने एउटा अवसर बढेको छ र विपक्षीहरूको मुटुमा चाहिँ हाम्रो हानेको छ प्रेसर बढेको छ सुगर बढेको छ चाहिँ तर नेपाली राजनीतिको लागि यो दिनलाई कसरी इतिहास यो एउटा इतिहास हो यो एउटा सुरुवात मात्र भएको छ यसले अझै बढी मजबुत इतिहास हो तपाईँले भन्नुभयो पार्टीले दिएको जिम्मेवारी अनुसार हामी काम गर्नेछौँ म काम गर्छु भनेर भन्नुभयो तपाईँ प्रत्यक्ष निर्वाचनका लागि टिकटको दावेदारी हुनुहुन्न मलाई चाहिँ जसरी भए पनि टिकट चाहिन्छ नि भन्ने त्यस्तो केही माग छैन होइन एउटा यो अप्ठ्यारोको बेलामा के हो भने महिलाई चाहियो पहिले चाहियो अहिले चाहियो भनिहाल्ने विषय केही पनि छैन पार्टीले कहाँ के यो सङ्कटको बेला छ यो सामान्य निर्वाचन मात्र होइन यो एउटा उम्मेदवारले जित्ने कुरा मात्र होइन देशले जित्छ कि जित्दैन हिजो अस्ति आजसम्म देशलाई कब्जा गरेर राख्नेहरूको अपहरणबाट देशलाई मुक्त गराउन सकिन्छ कि सकिँदैन देश एउटा कठिन परिस्थितिमा यो जोडिएको बेलामा अहिले निर्वाचनमा हुने कुरा मात्र ठुलो कुरा होइन यसमा सांसद हुनेको लागि छानछान गरिहाल्ने बेला होइन पहिला देश सङ्कटमा परेको छ यो देश जोगाउनु पर्नेछ पहिला देशपछि अरू त्यसपछि अरू भागवण्डकै कारणले गर्दाखेरि चाहिँ कुलमान सिंह अलग हुनुभयो भन्ने चाहिँ होइन यस्तो छ अब एउटा 165 निर्वाचन क्षेत्र छ त्यो त बाँडेर दिन पर्यो त्यो सबै खालको साथीहरू त्यो टिममा बस्ने कुरामा एउटा छलफल यो हुनु भयो त्यो चरणमा तर उहाँ बाहिर नजानु पर्यो हामीले अहिले पनि समय बाँकी छँदै उहाँलाई पनि हामीले अपिल गर्छौँ ताकि तपाईँ पनि यो एउटा महासागरमा एउटा महाअभियानमा चाहिँ हातेमालो गर्नुहोस् ताकि देशले सबैलाई एउटा एकता खोजेको बेलामा यो बेलामा फुट्ने कुराले चाहिँ हाम्रो शक्ति चाहिँ हुन्छ त्यस कारणले सबैजनाले उहाँमा आइदिनु भयो त्यो राम्रो छ भोलि जनकपुरमा विशाल सभापति छ राष्ट्रपालका वरिष्ठ उपाध्यक्ष सभापति बालेन शाहले सम्बोधन तपाईँ त्यहाँ जानुहुन्छ हामी अब अहिले अब हामी पश्चिम जानुपर्ने हाम्रो पश्चिम भएको हुनाले हामीलाई अब धेरै खालको जिम्मेवारी सबैले सबैतिर हेर्नुपर्नेछ अधिकांश नेताहरू जानुहुनेछ अनि तत्काल चाहिँ हामी गइहाल्ने अवस्था छ अहिलेलाई तपाईँहरूको मायाले यति बोल्यो धन्यवाद प्रधानमन्त्री केपी शर्मा ओलीसँग चाहिँ बालेन शाहले चुनाव लड्ने पनि धेरै चर्चा नै छ यसमा चाहिँ तपाईँको धारणा के छ होइन यो त यो अब हामीले बार भनेको कुरा यो बालनजीले चाहेर त्यहाँ गएर लड्ने भन्ने मात्र होइन कि त्यहाँका जनताले कोही आइदिएको भयो हुन्थ्यो वर्षौँदेखि केपी ओलीको अपहरणमा रहेको त्यो ठाउँ केपी ओलीको कब्जामा रहेको त्यो ठाउँ केपी ओलीले बन्धक बनाएर राखेको त्यो ठाउँमा कम्तीमा कोही नयाँ मान्छे नयाँ उत्साहको साथ आइदिएको थियो भन्ने चाहिँ एउटा परिवेश छ अब स्पष्ट के बुझ्नुहोस् भने अबको एउटा इतिहास त्यही सकिन्छ र नयाँ इतिहास त्यहीबाट सुरु हुन्छ त्यहीबाट सकिन्छ त्यहीबाट सुरु हुन्छ त्यो एउटा सुरुवात पूर्वबाट अब घाम उदाउने कुरा चाहिँ पूर्वबाट बालेन शाह मधेसको स्वरूप मधेसले यसपटक पहिलोपटक प्रधानमन्त्री तपाईँ दलितका लागि दलित भनेर माइती गर्दैको साङ्गो यात्रा भन्ने गरिसक्नु भएको छ अब दलितको प्रतिनिधित्व राष्ट्रसभामा कस्तो देख्न सकिन्छ होइन अहिले जे खालको तपाईँहरूले सुरुवात दिनदेखि अहिलेसम्म जसरी साथ दिनुभएको छ आम मानिसहरूले जे उत्साहको साथ जे उमङ्गको साथ हेरिरहनु भएको छ अब यो बेलामा दलित जनजाति मधेसी एउटा क्षेत्रवर्गको मात्र नारा लगाउने बेला पहिला देश अहिले सङ्कटमा परेको छ पहिला देश जोगाउँ देश जोगिसकेपछि त्यसपछि दलितका कुरा गरौँला मधेसीका कुरा गरौँला जनजातिका वर्ग क्षेत्र धर्मलिङ्गको कुरा गरौँला पहिला देश जोगाउनु पर्ने बेला भयो अन्तिम प्रश्न खगेन्द्र सर जस्तो बालेन शाह पूर्व प्रधानमन्त्री केपी ओलीसँग लड्दैछन् खगेन्द्र सुनार चाहिँ रुकुम गएर प्रचण्डसँग लड्ने कि भनेर पनि कतिपयले चर्चा गर्दैछन् त्यो सम्भावना कतिको होइन त्यो त अहिले तपाईँले भनेको जस्तो त्यो नहुला भन्न सकिँदैन
नहुने भन्ने छैन। यो अहिले यो बेलामा हामीले बार एउटै भनेको कुरा चाहिँ के हो भने देशलाई सङ्कट परेको छ, जसले देशलाई अपहरण गरेर आएका छन् उनीहरूको कब्जाबाट चाहिँ देशलाई मुक्त गराउने बेला हो। त्यसैले गर्दाखेरि अबको लडाइँ भनेको हाम्रो केपी ओली, शेरबहादेउबा, प्रचण्डसँगको होइन, जसले देशलाई अपहरण गरे अपहरणकारीहरूसँग, जसले देशमा यत्रो भ्रष्टाचार गरे भ्रष्टाचारीहरूसँग। मैले बार भनेको कुरा के हो भने अबको लडाइँ भनेको चोर र पुलिस छुट्याउने बेला हो, भ्रष्टाचारी र सदाचारी छुट्याउने बेला हो, धान र पलाटो छुट्याउने बेलामा हो, सत्य र असत्य छुट्याउने बेला हो। अब रामको पक्षमा कि रावणको पक्षमा, कृष्णको पक्षमा कि कंसको पक्षमा, कसको पक्षमा उभिने, यो एउटा सत्य र असत्यको पक्षमा उभिने बेला हो। अब अर्को कुरा स्पष्ट हामीले बुझ्नुपर्ने कुरा पनि के हो भने 75 वर्षसम्म हामीले यिनको अनुहार झल्झली रातदिन जसरी हेर्नु वाक्क दिक्क हुक्क भएर बसेको छ जनता। अब यो हुक्क भएको जनतालाई ढुक्क गराउने बेला यो है। त्यसैले गर्दाखेरि यो बेलामा चाहिँ अब यिनको अनुहार चाहिँ अब तपाईँहरूको क्यामेराले खिच्न दिन चाहिँ हामीले त्यो अन्त्य गराउनुपर्छ भन्ने छ। तपाईँहरूको आर्काइभमा धेरै भयो यिनीहरूको फुटेज, यो जहिले एउटै कुरा यो एउटै कुराले त्यो कम्प्युटरै ह्याङ हुने, क्यामेरै ह्याङ हुने अवस्था। अब क्यामेराको लेन्स पनि के पिओले उठ्यो भने यसो मुटु आफै उता फटार्नु पर्ने बेला आइसक्यो। तपाईँले लेन्स नचलाउँदै क्यामेराले आफै मुख फटार्नु पर्ने बेला आइसक्यो, आम जनताले मुख फटार्नु पर्ने आइसक्यो। त्यसलाई हामीले बार भनेको केपीको मुख र काङ्ग्रेसको रुख अबदेखि हुँदैन, त्यो रोक्नुपर्छ। रासोपाले खगेन्द्र सुनारलाई चाहिँ होइन यो ओभर भएको कुरा गरेको हामीले त्यो देखिनु पनि फेरि केपीओले संसदमा आइरहने, फेरि त्यही मुख लिएर आउने। हामीले त बार भनेको कुरा केपीओले त्यही मुख लिएर आउने, काङ्ग्रेस फेरि त्यही रुख लिएर आउने, फेरि आएर चाहिँ त्यो भएर त्यही मुख लिएर आउने, त्यही रुख लिएर आउने। के भन्न आउने फेरि चोकमा उभिएर भन्ने के हो? हाम्रो घरमा जलेको पैसा चाहिँ एआईले बनाएको भन्नुभन्दा त्यही छ। अब काङ्ग्रेससँग भन्नुपर्ने कुरा हाम्रो बाले भ्रष्टाचार गरे होइनन् भन्नुभन्दा एमालेसँग एजेन्डा के हो? फेरि पनि मैले हिजो यसो हेरेँ, एमालेको केन्द्रीय कमिटीले पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले हाम्रा सम्माननीय राजनेतालाई फेरि लाज लाग्दैन? यो बेलामा फेरि पनि केपी ओलीलाई प्रधानमन्त्रीको उम्मेदवार घोषणाबाट किन लिएर आउने? फेरि बचेकाले फेरि मार्नको लागि लिएर आउने? यति सजिलै चाहिँ यसलाई यसरी चाहिँ अझै यसरी पचाइहाल्नुपर्छ भन्यो भने आम मान्छेले चाहिँ यो बेला बुझ्नुपर्ने बेला हो। यो बेलामा चाहिँ सबैले बुझ्नुपर्ने बेला छ। त्यसैले यो बेलामा चाहिँ विवेक सबैले पुर्याउन चाहिँ जरुरी छ। यो खगेन्द्र रासोपाले चाहिँ एकजना दलित समुदायबाट भर्खर युवा खगेन्द्र सुनारलाई चाहिँ प्रत्यक्षको टिकट दिइएन भने त्यो सिङ्गो समुदायलाई अन्याय गरेको ठहरिन्छ कि ठहरिँदैन? होइन, म अहिलेको बेलामा भयो भने यो बेलामा राष्ट्रिय स्वतन्त्र पार्टीले मलाई टिकट नदिएर देशैभरि चुनाव जिताउनुपर्छ भनेर पठाएछ भने म लाग्छु। मैले बार भनेको कुरा के हो भने त्रिशुलीको किनारै गाडी कुदेको छ, हामी भित्र टिभी हेरेर बसेका छौँ, हामीलाई टिभी राम्रो लागेको छ। तर गाडी नै उल्टिएर त्रिशुलीमा डुब्दै गर्दाखेरि टिभी राम्रो लागेको छ भनेर टिभी मात्रै समाएर बस्ने बेला होइन। टिभी के भयो होला भनेर टिभी मात्रै चिन्ता गर्ने बेला होइन। देश बच्यो भने फेरि आन्दोलन गरौँ, फेरि हाम्रा मागका विषयमा छलफल गरौँला। अहिले मैले यहाँभित्र पनि मैले पार्टीलाई पनि त्यो भनेको छु कि समानुपातिक समावेशी ढङ्गबाट मधेसलाई, दलितलाई, जनजातिलाई, थारूलाई, उपेक्षित उत्पीडित वर्गलाई टिकट दिनुपर्छ, उनीहरूलाई पनि यो एक्साइजमा आउने मौका पार्टीले दिनुपर्छ। त्यो अभ्यास लोकतन्त्रको एउटा अभ्यास गर्ने कुरामा पार्टी कहीँ झुक्नु हुँदैन। कथम कदाचित कसैलाई मौका दिँदाखेरि हामी छुटेछौँ भने मलाई कुनै आपत्ति हुने छैन। फेरि नेल लगाएर माइतीघर मण्डल लाग गरेर दलितलाई खै भन्नेवाला छैन। किन? देश सङ्कटमा छ। सामान्य प्रकृतिको निर्वाचन हुन्थ्यो भने हामी त्यो प्रतिस्पर्धा गर्थ्यौँ, हामीले पनि पार्टी बनाएका थियौँ, हामी आफ्नै चुनाव चिन्ह लिएर चुनावमा जान्थ्यौँ। तर यो बेलामा नयाँ जति मिलिएको भए हुन्थ्यो, आश र अपेक्षा बोकेका मान्छेहरू एक ठाउँमा बस्दिएको भए हुन्थ्यो भनेको यो बेलामा जनताको आशालाई मध्यनजर गरेर हामीले यो निर्णयहरू गरेको। तपाईँको पार्टीको प्रसङ्ग निकाल्नुभयो। कतिपयले अब कसरी चर्चा गर्दैछन् भने खगेन्द्र सुनार आफै पनि 4-5 जना सांसद लगेर जिताएर संसद प्रवेश गर्न सक्ने हैसियत बनाउँदै पनि रासोपामा गएर विलय भयो भनेर तपाईँको आलोचना हुँदैछ। 4-5 जना सांसद लिएर गएर फेरि शेरबहादेउबाको मुख र केपी ओलीको मुख हेरेर ठुलो संसदमा बस्नुभन्दा बरु म माइतीघर मण्डलमै बस्छु तर बालनशाहहरू पुगे हुन्छ, फेरि रवि लामछानेहरू पुगे हुन्छ। 4-5 जना मान्छे लिने फेरि हामीलाई खै भनेर त्यही फेरि संसदभित्र पनि अपहेलनमा पर्नुभन्दा आफ्नो मात्रै मैले अघि पनि भने कतिजना हामीले लिन सकिन्छ भन्ने कुराको यो भागमा एउटा चाहिँ बाँडफाँड गर्ने बेला मात्र होइन। मैले तपाईँलाई स्पष्ट पार्नुपर्ने विषय चाहिँ के हो भने कम्तीमा देश पहिला रहनु पऱ्यो, देशले पहिला जित्नु पऱ्यो। मैले जित्छु कि जित्दैन भन्ने कुरा देशै रहेन, सिंहदरबारै रहेन, संसदै रहेन, व्यवस्थै रहेन भने भोलि फेरि अवस्था नै पल्टिने अवस्था आफूले कोसँग गरेर लड्ने। देश पहिला बचाउने, यो देश बचाउने। नर्मल चुनाव हुन्थ्यो भने म आफै चुनाव लड्थेँ, आफ्नै पार्टी खोलेका थियौँ। तर कठिन परिस्थितिको अवस्था भएको हुनाले यो बेलामा सत्यको पक्षमा उभिने बेला भयो। खगेन्द्र सुनारले चाहिँ कुनै पनि लोभ छैन। होइन, पदको लोभ हुने कुरा त के हामीलाई हिजो पनि मन्त्री मुखै नजिक पुगेर फर्केर आएको हो, भोलि पनि कुनै बेला फेरि त्यो ठाउँ नजिक पुगेर फर्केर आउँला, फेरि पुगाउँला। यो पद सम्हालेर के गर्ने? जनता तल चाहिँ रगतमा डुबेर बसेको छ, देश सङ्कटमा परेको छ। हामी मात्रै मन्त्री कुर्सीमा बसेर हुन्छ के देशलाई? कम्तीमा चाहिँ मान्छेले सुक्खको घाँस ढुक्कले खाएर निदाउन सक्ने एउटा वातावरण चाहिँ सिर्जना गर्नुपर्ने बेला भएको छ। एउटा घरको छोरा, देशको छोरा हुनुको नाताले पनि, एउटा चाहिँ समाजको एउटा अगुवा हुनुको नाताले पनि यो बेलामा देशबाट अलि माथि सेटेलाइटबाट सोच्नुपर्छ, मुनिबाट हेर्नु हुँदैन। अच्छा, जसको एजेन्डा उसको प्रतिनिधित्व भन्छन्, तपाईँले त्यही आवाज उठाउँदै पनि आउनु भएको हो सिङ्गो 60 लाख दलित समुदायको विषयमा। अब तपाईँले भने प्रतिनिधित्व अब हामी लड्छौँ, अब हजुरलाई मैले तपाईँले अरे घुमाइ फिरा टिकट पाउँछ पाउँदैन, लड्छ लड्दैन भनेर
सोध्नु होइन, तपाईँले जसरी एजेन्डा उठाउने भयो नि। तपाईँहरू खिच्न आउनु होला म प्रत्यक्ष चुनाव लड्छु तपाईँहरू खिच्न आउनु होला थ्याङ्क यू त्यही चाहेको कहाँबाट लड्ने भने पैसा 165 मध्ये एउटा ठाउँबाट म पनि लड्छु चुनाव तपाईँहरू फेरि थ्याङ्क यू